सो गाइज हामी चाहिँ यति बेला ओसाका आइसकेका छौँ अनि गाडीबाट ओर्लेर अहिले चाहिँ खाना खानको लागि रेस्टुरेन्ट जाँदैछौँ। देख्न सक्नुहुन्छ दुईजना चाहिँ अगाडि हिँड्दै हुनुहुन्छ, यता दिवारी सान चाहिँ फोटो खिच्दै हुनुहुन्छ। हामी चाहिँ यति बेला बाटोमा हिँड्दैछौँ, म्याप हेर्दै नेपाली रेस्टुरेन्ट खोज्दै हिँडिरहेछौँ। यतै नजिकै लोकेसन देखाइरहेछ, सो यहीँ नजिकै देखाइरहेछ, यहीँ जानेछौँ। हेर्नु गाइज हाम्रो टिममा चाहिँ सबैजना भ्लगर एभ्री वान भ्लगिङ, सबले भ्लगिङ गरिरहनु भएको छ है। यहाँ चाहिँ एकदम लाइट साइड एकदम राम्रो छ अनि हामीले चाहिँ गाडी चाहिँ पार्कमा दिइसक्यौँ। पार्किङ नै आएको चाहिँ अलि बिजी एरिया भएर होला, अलि एक्सपेन्सिभ नै रहेछ। आधी घन्टाको 300 रुपियाँ अनि हामी चाहिँ यहाँ 1-2 घन्टा जति बस्छ होला, खाना चाहिँ कति टाइम हुन्छ, सो 1-1.5 घन्टा बसिन्छ होला गाइज। हाम्रो टोलीहरू हाम्रो यहाँ हिँडिराख्नु भएको छ है गाइज। एभ्री वान भ्लगर है गाइज, एभ्री वान टिम मेम्बर सब भ्लगर है गाइज। गाडी रोकेर हिँडेको 10 मिनट हुँदैछ गाइज। अहिलेसम्म रेस्टुरेन्ट पत्ता लागेको छैन। अगाडि दाइ चाहिँ म्याप हेर्दै हिँड्दै हुनुहुन्छ है। नेपाली रेस्टुरेन्ट खोज्दै हिँड्नुहुन्छ है। सो फाइनल्ली गाइज हामी चाहिँ रेस्टुरेन्ट पुगिसकेका छौँ। अब यहाँ चाहिँ हामी खाना खान्छौँ। सो गाइज खाना चाहिँ आइसकेको छ है। पार्वती सालले सुरु गरिसक्नुपर्छ, बिहानदेखि बोकाएको भएर हेर अनुहार हेर्नु न पुरै निराश छ। ड्याङ दिइराख्नु भएको छ है। भोक लागेछ, सो अलिक रेस्टुरेन्ट नै टाढा रहेछ त्यही भएर। सो गाइज हामीले खाना चाहिँ खाएर आइसकेका छौँ है। तर खाना चाहिँ यस्तो झुर रहेछ नि गाइज होइन। यहाँको नाम्बाको यो स्माइल रेस्टुरेन्ट भन्नेमा चाहिँ यस्तो झुर सर्भिस अनि यस्तो नमिठो खाना खाएँ नि। लाइफमा फर्स्ट टाइम खाएको क्या गाइज त्यस्तो खाना चाहिँ। अहिलेसम्म खाएको थिएन त्यस्तो खाना चाहिँ। सर्भिस पनि त्यस्तै ढिला छ गाइज अनि खाना नि एकदम खत्तम छ कि। त्यही भएर इफ कोही आउँदै हुनुहुन्छ भने त्यहाँ चाहिँ नजानु होला झुक्केर पनि, नत्र हाम्रो जस्तो रिग्रेट होला है गाइज। अब चाहिँ हामी हाम्रो रुम जान्छौँ, हाम्रो होटेल जान्छौँ गाइज। यहाँ चाहिँ रमाइलो छ है, राति चाहिँ अलि चहल पहल हुँदो रहेछ है। लाइट साइट मस्त छ है गाइज। ल हाम्रो पार्किङ गर्ल हेर्नु है गाइज, पार्किङ गर्ल। फाइनल्ली गाइज होटलमा चाहिँ आइपुग्यौँ। सो गाइज हामी चाहिँ रुमभित्र छिरिसकेका छौँ। हाम्रो चाहिँ रुम यस्तो छ, होटलको रुम हो यो चाहिँ। बेडहरू यता छ गाइज। फ्रिज, ओभन, किचन सब। छोड्ने सामान पनि नछोड्नु, उठाउनु नउठाउनु, फेरि भरे एक्स्ट्रा पैसा पर्छ। छोडेको पनि पार्वती सान रुम त अनि हामीले सौजी हान्नु पर्ने भयो नि, के गर्ने हो? पार्वती सान सौजी हान्नु पर्ने भयो नि त। सौजी दाइ नानासँग गएको कुरा छु किन अब नानासँग गएको दाइले तिर्नु अनि दुईजना चाहिँ आज के अरे हेर्या सार भाइ त दुईजनाले सौजी गर्नु, त्यही पैसा रिटर्न त्यही पैसा लिएर आउनु अनि है त। सो गाइज हामी चाहिँ रुमबाट चेकआउट भएर निक्लिसकेका छौँ। अब चाहिँ हामी ब्रेकफास्टको लागि कतै गएर चिया नास्ता गर्छौँ अनि त्यसपछि हामी घुम्नको लागि निस्कनेछौँ। दाइ कस्तो भयो हिजो होटेलको बसाइ? बवाल भयो नि, बवाल भयो है। होटल कस्तो लाग्यो तपाईँलाई? एक्सपेक्ट गरेको जस्तो रहेछ कि गरेको भन्दा राम्रो रहेछ कि? होटल ठिकै हो, एक्सपेक्ट गरे जस्तो त रहन्छ, तर त्यति नराम्रो पनि होइन। ठिकै टाइपको क्या है, ठिक्क खालको। पार्वती सानलाई कस्तो लाग्यो? मलाई नि दाइले भन्नुभएको जस्तै हो लाग्यो। ल ठिक छ। अब चाहिँ हामी ब्रेकफास्टको लागि जाँदैछौँ गाइज। खोज्दैछौँ कता जाने भनेर। सो गाइज हामी चाहिँ यहाँ ओसाकाको सिटीमा घुमिरहेछौँ अहिले। ताम्बाको बिजी सिटीमा छौँ हामी चाहिँ। भोक लागेर म्याक खोज्दै हिँडेको, म्याकै भेटिएन, भेटिने पार्किङै भेटिएन। त्यही भएर अब जे भेटिन्छ त्यही
जहाँ भेटिन्छ त्यहीँ गएर खाने हो हामी चाहिँ है गाइस। सो गाइस हामीले चाहिँ म्याक खाना लगाएको, म्याक चाहिँ आइसकेको छ। अब चाहिँ हामीले म्याक खाँदैछौँ, म्याक आइसकेको छ है गाइस। हामी चाहिँ म्याक खाएर निस्किसकेका छौँ गाइस। अब चाहिँ यो बजारमा एकछिन घुम्छौँ, एकछिन यो बजारमा घुम्छौँ अनि त्यसपछि हामी फेरि हाम्रो गाडी भएको ठाउँमा जान्छौँ अनि निक्लिन्छौँ त्यहाँबाट बिस्तारै। तपाईँहरू हेर्न सक्नुहुन्छ यो टावरको नजिकैको भ्यू गाइस, एकदम रमाइलो छ है। यहाँ चाहिँ मान्छेहरू टन्न छ अनि रेस्टुरेन्टहरू पनि टन्नै रहेछ, घुम्ने मान्छेहरू पनि यहाँ चाहिँ टन्नै आउँदो रहेछ है, एकदम रमाइलो छ है गाइस। वाउ, यहाँ चाहिँ गुडियाहरूको रहेछ है, कस्तो राम्रो मिसिएछ है। वाउ गाइस हेर्नुहोस्, यहाँ चाहिँ के को स्ट्याचु जस्तै खालको रहेछ क्या बच्चाको, कस्तो राम्रो छ हेर्नु न। वाउ गाइस वाउ, हेर्नुहोस् एकदमै राम्रो छ। यहाँ चाहिँ भिडभाड एकदम छ, फरेनरहरू टन्नै छ। यो चाहिँ के हो गाइस, यस्तो यस्तो छ हेर्नु है, राम्रो छ एकदम। रेस्टुरेन्ट रहेछ। सो हामी चाहिँ यति बेला यो नाम्बाको टावर लिएर आइपुगेका छौँ। टावर हेर्न सक्नुहुन्छ गाइस तपाईँहरू अगाडि। हामी चाहिँ टावरको छेउमा आइसक्यौँ। हाम्रो दाइले चाहिँ भिडियो सुट गर्दै हुनुहुन्छ है यहाँनिर हेर्नु। यो चाहिँ ओसाकाको नाम्बा सिटीको टावर हो। अब चाहिँ हामी हाम्रो साथीहरू चाहिँ मारुकुसान र उता दिवारीसान चाहिँ सुटमा हुनुहुन्छ, उहाँहरूले सुट सकिसक्नु भएको छ अरे। अनि हामी चाहिँ उहाँहरूलाई पिक गर्नको लागि यहाँबाट जाँदैछौँ। सो गाइस हामी चाहिँ यहाँबाट छिर्दैछौँ। बाटो छ नि त होइन। वाउ कस्तो के वेलकम ब्याक गाइज। हामी चाहिँ यति बेला ओसाकाबाट फर्किसकेका छौँ। अहिले चाहिँ बाटोमा छौँ। अब फेरि हामी क्योतो जाँदैछौँ है गाइज, अन द वे गाइज, बाई रोड ने। मिस्टेकै गरेन उसले, केही गर्दैन नराम्रो भन्ने त हैन। मारेको छ मैले देखा हो तीनजनाको है। भनेपछि अब शङ्कामा त यता पो शङ्का तिमीले देखाएपछि मिले रहेछ उ त्यसो भए ल तपाईँ मिलेर बोलाउनु पर्यो, खबर गर्नु पर्यो। ल पार्वती सान हजुर, तपाईँ मिलेर पनि आफ्नै दोस्तीलाई फसाउँदै हुनुहुन्छ अहिले। अहिले त खालि त्यही त हो नि, दोस्तीलाई फसाउने त हो नि। हेर त लु चान्स आओस् न, मैले जानेछु। पर्खेर मात्र बसे होइन, चान्स मार्न मैले जानेछु। रविको त रविको पार्टनर भने होइन। तिमी पर्सन्डेको भक्त भन्दा त रविकै भक्त। कहाँ म पर्सन्डेको बालेनको हो म त। सुनामानी कति हो पाडेले के रुटिनले नि अनि गरे त्यही मेरो बालेनलाई दिन पर्यो साथी भन्थ्यो। भोट दिन पर्यो साथी भन्थ्यो क्या हो पाडेले। खोला त होला नि खोले हो यस्तो त।
खै के हो के कहाँ उनी नहर मामा